आइपुग्यो छोरो ल पापालाई पनि ल है बाबाबाट पनि आशीर्वाद दिइहाल्नु पापालाई यहाँ मैले हिमालको टुक्रो लिएको थिएँ दाइको पसल दाइको पसल कहाँ हो यहाँ होइन मलाई चाहिँ एकदम मासु भात चाहिन्छ गाडीमा चढिसकेपछि चाहिँ मलाई चाहिँ मासु नै चाहिन्छ सायदै बाई बाई अब छिट्टै आउँछु है ल यो हाम्रो गाडी छ तपाईँलाई स्वागत छ आजको मेरो भ्लगमा अनि आई होप तपाईँहरू सन्चै हुनुहुन्छ म पनि एकदमै सन्चै छु आज चाहिँ फाइनली इलाम प्रवेश हुन लाग्या छौँ हामी चाहिँ नाना चाहिँ यहाँ छिट्टै आउनु छ भन्दै रुनु हुँदैछ अब गई कहाँ झारिसक्नु नानाले त हेर्नु त नाना अब केही छैन केही समयको लागि अब सँगै बसिबसेकोले गर्दा दादा डेरी पुगेर आइसक्नु भयो है के नगा अनि अब घर जानुपर्ने छ अनि हाम्रो कान्छी चाहिँ रेडी भइराख्नु भएको छ आज चाहिँ अनि नानाले चाहिँ मलाई कफी बनाएर खुवाउँछु भनिराख्नु भएको छ अनि के भन्छ अनि अब यहाँबाट हामी चाहिँ कफीहरू खानेछ थोरै थोरै खाजाहरू सरी गोल्डन 10-12 नो मनी नो अनि पैसा पनि छैन नानाले त खोइ यसो 5-6 हजार रुपियाँ दिन्छु भनेर चाहिँ बाटो खर्च आशा चाहिँ गरेछ ल अब हाँसी मजाक भनेको यस्तै हो त्यो अब चाहिँ तपाईँलाई म केसीमा भिडियोमा जोड्नेछु अब यहाँ केही अलिअलि यसो खानापिना मतलब खाजासाजा खानुपर्ने छ त्यो ल नानाले कफी पनि एकदमै रेडी बनाइदिइसक्नु भएको छ नानालाई धेरै धेरै धन्यवाद अनि यसरी आउँदाखेरि कफी चिसो अनि हरेक कुरा बनाएर खुवाइबस्नुहुन्छ मलाई चाहिँ नयाँ नयाँ स्टाइलको कुनै केही चिज खुवाइबस्नुहुन्छ सो अब चाहिँ तपाईँलाई म केसीमा भिडियोमा जोड्नेछु फाइनली अब चाहिँ हामी घरबाट निस्किन लागेको छौँ ल भाइ अब आएको सायदै नभेटिएला है अहिले नै अब हुन्छ ल ल डेमा ल काका हामी यसो पुगेर आउँछ है जयमसी हजुर हामी यसो घरतिर पुगेर ल अब चाहिँ हामी केही छिनको लागि एकै दिनको लागि आफ्नो घरतिर लाग्यो आफ्नो पुर्खौली घरतिर छिराउनु कहाँ छिराउनु ढिलो हुन्छ अब सो यहाँ अटो लिएर आइसक्नु भएको छ हाम्रो अङ्कल चाहिँ लोड हुन्छ हुन्छ हुँदैन हजुर यो ब्लुटुथ बोक्नु के चाहियो अरे दादा 5 चकलेट 5वटा चकलेट 5वटा चकलेट दादा त्यो 5को 10वटा आउने हुन्छ नि त्यो समस्या अब हेरौँ ल त्यो अब चाहिँ हामी फाइनली निस्किसकेका छौँ हामी जानेछौँ अटोमा सरल ल हामी पुगेर फोन गर्छौँ है त डेमा हुन्छ ल हजुर चस्मा त त्यो फुटिरहेको छ नलाने
पर्खिने रे के छुट्यो ल अब चाहिँ हामी घरबाट निस्क्यो अब चाहिँ हामी तपाईँलाई कहाँ जोड्छौँ भने बजारमा जोड्नु तपाईँलाई है अब चाहिँ अहिले सो फाइनल्ली हामी चाहिँ आइसक्यो गाडी बजार अनि हामी चाहिँ आइसक्यो फाइनल्ली अनि गाडी चाहिँ हाम्रो यही रहेको रहेछ सो यो हाम्रो गाडी छ हाम्रो गाडी चाहिँ यही छ नानालाई अस्ति जाउँ भनेको नाना अब अलि इग्नोर गर्नुभयो नानाले केही छैन ठिकै छ अब हाम्रो गाडी पनि फाइनली आइसकेको छ अब केही छ मान्छे अलिकति टाइम लाग्छ होला त्यसै जाने सरकारी खाना पाएको नाना के भयो अब नानाले चाहिँ हामीलाई यहीँसम्म पुऱ्याउनु आउनु भएको छ त्यहाँदेखि नाना चाहिँ घन्टाको फेरि किन कहाँ गाडी अब जान्छ अनि अब तलब फेरि केही छैन भिडियो बुझाउनु अहिलेलाई सो फाइनली अब चाहिँ हामी घर जान लाग्यो अब चाहिँ गाडी चढ्नु लाग्यो नाना नाना लाग्यो हजुर लिनु पैसा ल नाना बाई बाई अब नानालाई जाउँ भनेकै हो बाई बाई ल बाई बाई उयो कुन हो यो सो गाडी चाहिँ हाम्रो रहेको यही हो पाँच छ होइन तपाईँको यो हाम्रो बात छ यो रहेछ सिट चाहिँ बाई बाई ढोका कताबाट खुल्छ कता हो ढोका बाई बाई अब छिट्टै आउँछौँ है नाना बाई बाई कस्तो ब्लर देखियो त बाई 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 अब चाहिँ गाडी चढिसक्यो फाइनली अहिले 9:20 भयो अब कति बजी पुगिन्छ बाटो बाटोमा तपाईँलाई भिडियोमा जोड्ने राख्नेछु अहिलेलाई चाहिँ अलिकति गाडीले लागेकोले गर्दा अघि चाहिँ भिडियो गर्नु पाइनँ अलिक भिडियो गर्नु सकिनँ मलाई चाहिँ गाडी एकदमै लाग्छ त्यो भएर अलिकति गर्नु पाइनँ म चाहिँ फेरि गाडीमा के चाहिँ मलाई चाहिँ एकदम मासु भात चाहिन्छ गाडीमा चढिसकेपछि चाहिँ मलाई चाहिँ मासु नै चाहिन्छ सायदै कोकोलाई कति के लाग्छ तर मलाई चाहिँ गाडीमा चढेपछि मासु खानुपर्छ अनि मात्रै अलिक भुक्क हुन्छ गाह्रो हुन्छ त्यो खाना खानु रोकेको छ खाना खाइरहेको छु मासु भात खाइरहेको छु मासु खाइराखेको छ गाडी लागिरहेको छ रिङ्गटा लागिरहेको छ गर्नु त्यसै हो फेरि घर गएर कति दिन उठ्न सकिन्छ अब तपाईँहरू म अलिकति झापा पुगेपछि जोड्नेछु झापा र इलाम पुगेपछि मात्रै जोड्नेछु तपाईँलाई अहिले चाहिँ आइसक्यो झापा हाम्रो झापा बजार जस्तै छ झापा बजार चोक झापा चोक चाहिँ यहाँ छ जुन झापा चोक चाहिँ यहीँ रहेको छ सो अहिले गाडी यतैको हामी अर्को चाहिँ गाडी यतैको काँक्रेभिट्टातिर सो हामी चाहिँ अब यहाँबाट माथि फल्ला चोक भन्ने ठाउँसम्म जानु छ त्यहाँदेखि माथि एउटा गाडी सायदै आउनुहुन्छ होला लिएर आउनुहुन्छ अन्तहरूले सायदै बुवाले भन्दैछ लिनु आउनुपर्छ भनेर भन्यो सो त्यहाँ पुगेपछि अब फोन गर्नुपर्छ बुवालाई पनि फाइनली 12 घन्टाको अन्तरालमा आइपुग्यो झापा चाहिँ गाडीमा बस्दा बस्दा यस्तो दुःख लागिरहेछ जिउ खुट्टा गोडा पुरै नगरौँ गाइस कस्तो धेरै दुःख यहाँबाट हामी अब फाल्गुन चोक डाइरेक्ट जानेछौँ त्यहाँ दादाहरू हुनुहुन्छ नि त दादाको पसलहरू छ त्यहाँ त्यो भएर हामी त्यहाँ पुगेपछि तपाईँलाई भिडियोमा जोड्नेछौँ अहिलेलाई चाहिँ सो फाइनली सुजन दाइकोमा आइसक्यो हामी हुँदाखेरि यो थिएन फाल्गुन चोक आइसक्यो यहाँ नयाँ बनिसकेछ नि त हामी सुजन दाइकोमा छिरौँ न त अहिले डाइरेक्ट एकैचोटि हामी सुजन दाइको पसल पनि होइन एकछिन त सुजन दाइको पसल कहाँ हो यहाँ होइन र कहाँ ए माथि हो नि
भनेको म त बिर्सेछु सुजन दाईको पसल त झन्डै मात्र यता हो नि त सुजन दाईको पसल त सुजन दाईहरू हुनुहुन्न ल सेवारो दादा ल आरामै हुनुहुन्छ ल यो बनाइले गाडीले त अब यता खाना सब्जी पकाएर यतै बस्नुपर्छ होइन म त माथि पो गइरहेको थिएँ होइन नि ल हाम्रो सुजन दाइ जहिले हामी यहाँ हुँदा चाहिँ यता हुँदा होइन नि कहाँ जहिले आउने चाहिँ यहाँ वाउ तपाईँले एकदमै राम्रो बनाउनु भएछ है यहाँ त गाँठे पसल चेन्ज अलिकति चेन्ज गर्नुभयो कि कसो हो खास गरी यहाँ त धेरै जे दादाले चाहिँ एकदमै गरिराख्नु भएको छ एकदमै हामी चाहिँ आउने जहिले चाहिँ यहीँ हो सिधै हेर्न गएको तपाईँलाई केही भिडियोमा जोड्नेछु अहिलेलाई चाहिँ फाइनली अब चाहिँ घर निस्क्यो अब चाहिँ 9 साढे 9 नै भइसक्यो अब पाइएन नि त अब 7 त पाइएन दाइले चाहिँ माथिबाटै आएर लिएर जानुहुँदैछ हामीलाई चाहिँ दाइलाई धेरै धेरै धन्यवाद थियो राति पनि आएर यसरी सेवा दिनुभएको छ के भन्छ अब उहाँ यतिको चाहिँ हुनु पऱ्यो है अब सेवा उहाँहरूले हाम्रै लागि सेवा गर्नुहुन्छ र त्यत्रो माथिबाट खाली आएर भए पनि लिएर जानुभयो राति सायदै अब नमिला त्यसरी त्यत्रो अब माथिबाट फेरि आएर फेरि त्यतै जानुपर्छ माथिबाट खाली आउनु पर्ने छ होइन अङ्कललाई धेरै धेरै धन्यवाद हामीलाई यहाँबाट जुन हाम्रो घरतिर लिएर जानुहुँदैछ त्यही अब चाहिँ रातै पऱ्यो अब घरतिर नगर्नुमा झन्डै 10 बज्छ त्यति त नभए त त्यो पनि अब लगभग चाहिँ त्यति चाहिँ बद्ला सो त्यही अब चाहिँ तपाईँलाई म मेरो घरमा एकैछिन भिडियोमा जोड्नेछु अहिलेलाई चाहिँ फाइनल्ली घर आइसक्यो अब चाहिँ जे भने पनि दुःख सुख मेरो घर चाहिँ यही छ अब राति अलिक मजाले देखेको छैन यो माथिल्लो टाढ यो मुनि चाहिँ उयो 2 तल्ले बिल्डिङ भनौँ न अब म चाहिँ एकछिन यता छिरेछु कान्छी त एकैछिन म यता छिरिहाल्छु र मेरो घर चाहिँ रहेछ यता किचन यता मम्मी सेवा रहेछ छोराको तर्फबाट पापा त मस्त सुत्नु भएको छ बत्ती बल्छ मम्मी बत्ती बल्छ बत्ती म बालेर आउँछु ल त्यो सामान निकाल्दै मेरो घर चाहिँ यही रहेको छ गाइस अब मेरो 2 तल्ले बिल्डिङ होइन जे भने पनि आहा ल मेरो घर चाहिँ यही रहेको छ कान्छी बत्ती बलो कहाँ पो ल यता पो त साँच्ची त यहाँ चाहिँ स्टोर रुम हो खासै कता हो बल ए ल आइयो फाइनल्ली 10 बज्यो मैले त हामी अटोलाई पैसा दिइहाल्छ है अटो त अङ्कललाई राति आउनु भएको छ अङ्कलले यत्रो दुःख गरेर ल्याइदिनु भएको छ आइया हुन्छ म उठाउँछु त्यहाँ छ कान्छी के माकुरी यसको नाम चाहिँ माकुरी हो आइज चिनेछ यसले मलाई पैसा यहाँ हेर्नु न छैन धेरै त मेरोमा त खै भान्जा सुतिसक्यो पापा त सुतिसक्नु भएछ मम्मी यहाँ नमस्कार गरिदिनु न यहाँ युट्युब फ्यामिलीमा ए मलाई भनेको हजुर ए नमस्कार ल खै मम्मी यता आउनु त खै यसो मम्मीबाट आशीर्वाद लिइहालौँ न त ल उहाँ चाहिँ मेरो मम्मी हुनुहुन्छ ल मम्मी आइपुग्यो छोरा ल पापालाई पनि ल है पापाबाट पनि आशीर्वाद लिइहालौँ न है त्यतिको ए हुन्छ ल अङ्कल धेरै धेरै धन्यवाद है तपाईँलाई ल हाम्रो मलाई एकदमै राति सहयोग गर्नुहुने चाहिँ उहाँ हुनुहुन्छ है त हुन्छ के अरे हेर्ने च्यानल हेर्नेहरूले चाहिँ यसो सब्सक्राइबहरू हुन्छ धन्यवाद चाहिँ गरिदिनु होला है हस् त धन्यवाद हाम्रो अङ्कलले पनि धेरै सहायता गरिदिनु भयो ए हुन्छ ल धेरै धेरै धन्यवाद तपाईँ यस्तो राति ल्याइदिनु भयो
हजुर 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 एकदम पैसा त पाउनु भयो नि अङ्कल ए हुन्छ यस्तो ल म अब निस्किने बेलामा तपाईँलाई नै सम्झिनु नि त है ल हुन्छ ल बाई बाई गुड नाइट हैटेरिका यहाँ खोइ पापालाई यहाँ मैले खोइ मागु टुक्रा लिएको थिएँ हैटेरिका होइन यहाँ होइन यहाँ खोइ पापा यहाँ यो यसो भिडियो गर्नु त यहाँ हाम्रो पापालाई यो मैले ल्याइदिएको छोरा कसैले ए कपाल त सबै चिल्लो काट्नु भएको छ पापाले त नि बत्ती बलेकै छ बलेकै छ यता पर आइतबारीमा हुँदो रहेछ त्यही नपाएर फेरि हाम्रो ढल्के बङ्गला जे भने पनि 2 ताले भने 3 ताले भन्ने होइन बाबा बाबुले कपाल चाहिँ किन यसरी काट्नु गरम भएर त्यही अब चाहिँ घर आइपुग्यो तपाईँलाई म किचनमा भिडियोमा जोड्ने छु अहिलेलाई अब चाहिँ हामी चाहिँ किचनमा आएर फाइनली खाना खान लाग्दछौँ तर पापाले कपाल चाहिँ एकदम चिने नसकेको सब्जी मैले नै अब अघि फोन गरेर एकदम त्यस्तो त खाइँदैन बरु यतातिर खाइन्छ नि बदाम सदाम खाइन्छ अनि के अरे त्यो नाच्छ नि त्यति राख्नु अहिले यो त गुली हो यस्तो खाएपछि किन खानु यो लोकल कुखुरा हाम्रोमा चाहिँ कस्तो हुन्छ नि फेरि लोकल कुखुरामा चाहिँ दाना भन्ने त्यो दाना त्यो किनेर ल्याएको दाना भन्ने चाहिँ कहिले देखेको हुँदैन मकै धान यस्तै खानु मन लागेको अनि मैले अघि नै फोन गरेर म चाहिँ झर्लम यसो पौडी खेल्ने दाल बनाइदिने भने त्यो धार्जेमै मम्मीले यस्तै बनाइदिनुपर्छ ल एकदमै हाम्रो मम्मीलाई पनि धन्यवाद काम चाहिँ अब पौडी खेलौँ अब घरमा पेडा त हामी त खाँदैन अनि मम्मीहरूलाई चाहिँ अब बुढाबुढीलाई खाँदैन त्यो नामै बाजेको पेडा छ त्यहाँ बाजेको पेडा बाउले खाँदैन अरे अब त्यो हलनहरू खानु अब चाहिँ हामी खाना खानेछौँ खाना खानेछौँ तपाईँलाई भिडियोमा जोड्नु अहिलेलाई चाहिँ सो फाइनली अब चाहिँ खानाहरू खाइसक्यो लाग्नुभयो यहाँ चाहिँ एकदमै यहाँ चाहिँ ढोका छ यहाँदेखि बो हेर्दै बस्नु एकदम मजा आउँछ यहाँ चाहिँ किन यो त माथि यहाँ बाटो छ यहाँ अगाडि चाहिँ यहाँ चाहिँ अब घर अलिक पातलो छ नि त्यहाँबाट छ यता छ यता नजिकै छ घर चाहिँ सन्चै सो अनि यहाँ हाम्रो एउटा ढल्के बङ्गला छड्के बङ्गला 2 ताले बिल्डिङ होइन त्यो तर हाम्रो घर चाहिँ एकदमै काठले बनेको घर हो सबै एकदमै राम्रो अब आजको भ्लगहरू सायद यस्तै हो अब घर आएकोतिर 15 बेर भयो आज एकदमै खुसी छौँ होइन अब जे भए पनि घर आउनु पाउँदा एकदमै खुसी नै लाग्छ मलाई पनि सायद धेरै छोटो टाइम र लामो टाइम थोरै काममा बाहिर निस्केर घर आउनु पनि एक्साइटेड हुन्छ त्यस्तै आज हामी सुत्नुपर्ने चाहिँ अब यहाँ सुत्दाखेरि चाहिँ एकदमै के भन्छ प्राकृतिक बनावट एकदमै राम्रो हावा किनकि त्यो मेसिन चलाएर यस्तो भनौँ त्यो के भन्छ त्यो कुनै विज्ञान प्रविधि भनौँ त्यो अनुसारको चाहिँ होइन प्राकृतिक हावा यो चाहिँ चल्छ यहाँ चाहिँ एकदम दामी एसी फुल एसी कुनै पैसा पनि लाग्छ नि एसीको लागि चाहिँ त्यही हो आज भ्लगहरू भनेको चाहिँ हेटौँडादेखि इलामसम्मको थियो हेटौँडादेखि इलामसम्म आइपुग्छ बाटोमा गाडीले यस्तो जोक बनायो अहिले लगभग 12 नै बज्यो 11:30 नै भइसक्यो सो त्यो आजको भ्लगहरू यस्तै थियो तपाईँहरूलाई कस्तो लाग्छ राम्रो लाग्यो लाइक कमेन्ट सेयर गर्न नभुल्नु होला अनि च्यानलमा नयाँ हुन्छ भने चाहिँ सब्सक्राइब बटन तपाईँको लाइक हाल्छ सब्सक्राइब गर्न नभुल्नु होला हामी भेट्ने छ अर्को भिडियोमा अहिले चाहिँ टाटा बाई बाई